एभ्रिवान, तपाईँलाई स्वागत छ यो नयाँ भिडियोमा। आज चाहिँ म जाँदैछु साउथ हल अनि त्यहाँ चाहिँ एकजना साथीको छोराको बर्थडे बन्द छ अनि त्यही भएर अनि आज मैले रेड लगाएर चाहिँ जान थालेको। एकदम चिसो छ यहाँ चाहिँ वेदर होइन, अनि चिसो पछाडि चाहिँ यस्तो छ एकदम अलिअलि चराको आवाजहरू पनि आइरहेको छ किनकि म ट्रेन स्टेसन जाँदैछु अनि ट्रेन स्टेसनबाट चाहिँ अनि म सिधै साथीकोमा जान्छु। साउथ हलमा पहिला पनि गएको थिएँ जानलाई, तर पहिला चाहिँ अब साथीहरूसँग घुम्नको लागि मात्र गएको थिएँ क्या। त्यो चाहिँ नर्मल्ली भन्नुपर्दाखेरि एकदम मिनी इन्डिया, किनभने मोस्टली इन्डियनहरू चाहिँ त्यहाँनिर बसिरहेको हुन्छ अनि मोस्ट अफ पिपल स्पिक हिन्दी त्यहाँनिर होइन। अनि एकदम त्यो के भन्छ खानेकुराहरू पनि इन्डियन आइटमहरू एकदम पाइन्छ कि त्यहाँनिर। अनि ज्वेलरीहरू, कुर्ताहरू, साडीहरू सबै आइटमको पाइन्छ कि त्यहाँनिर। सो केही चिजहरू किन्नु पऱ्यो भने चाहिँ त्यहीँनिर गइरहेको हुन्छ मान्छेहरू होइन। इट्स नाइस, लाइक अलिअलि भाइब्स आउँछ, लाइक छिमेकी देशको भाइब्स आउँछ त्यहाँनिर चाहिँ। सो अलिअलि देखाउँछु होइन, त्यहाँ वरिपरि कता कता घुम्छु म होइन। अनि लेट्स सी या म ट्रेन आइसकेँ, ट्रेन चढिसकेँ। ट्रेन चाहिँ यस्तो छ यहाँनिर। अब चाहिँ एकछिनमा ट्रेन हिँड्छ अनि त्यसपछि चाहिँ हामी म जान्छु। त्यो अर्को 40 मिनट लाग्छ जानको लागि। अनि मैले चाहिँ झुम्का निकालेँ होइन, किनकि मलाई एकदम गाह्रो भइरहेको थियो क्या। कहिले काहीँ मात्र लाउँछु अनि सो इट्स डिफिकल्ट। सो आफ्टर 40 मिनट्स त्यहाँनिर पुग्छु म। I'm just excited to go. हामी साउथ हल आयौँ होइन। यहाँ चाहिँ गुरुद्वार छ, गुरुद्वार। सो अब चाहिँ हामी जाँदैछौँ। चिसो छ, चिसो। सोच्दैछौँ कता राम मन्दिर चाहिँ कता हो भनेर होइन। यो साइडमा चाहिँ हामी आएको थिएन कि पहिला, उता अर्को साइडमा चाहिँ आएको थियो कि। बट दिस इज अल्सो नाइस, आई मिन या especially I can say pakoda, bhujia, so many things. I'll have that one as well. Yummy yummy. सेल लगाइरहेको रहेछ होइन। यहाँ चाहिँ कुर्ता रहेछ। ओ इट फिल लाइक्स नेपाल, हेर न कुर्ताहरू पुरा सेलमा छ यहाँनिर। यस्तो खतरनाक यस्तो छ। सो हामी चाहिँ यहाँनिर के गर्दैछौँ, बसिरहेको छौँ। नमस्ते। देवी देवतालाई हामीले दिएको एक थोपा जल पनि पाइँदैन, एउटा गेडा अन्न पनि पाइँदैन, देवी देवताले पाउँदैन। भोलि हाम्रो केही भयो भने पनि यो पवित्र धारणा नगरिकन यो गरेर हामीले सबै देवी देवतालाई स्थापना गरेर यहाँ राखेर गर्ने स्वाहा मिन्स नमन। नमन भनेको अर्पण, भगवान्लाई भोजन गराएको। हामीले जहाँ जुन देवी देवता जहाँ हुनुहुन्छ त्यहाँ अग्निको तेजद्वारा हामीले हालेको यो घिउ चरु चामलद्वारा जब यज्ञमा त्यो अग्निको तेजद्वारा त्यसलाई भस्म गरिन्छ तब है। यसको वैज्ञानिक साइन्टिफिक रिजन पनि छ, यसमा धेरै कुराहरू छ, तर हामीले बुझेका छैनौँ। बाबुले यस्तो नगर्नु है ल, त्यसलाई यो है। ओ मयि समावति समुखा समुद्रवस्नाभूस्वाहा इति
Say hi. Namaste. Namaste. Done. Handshake. Yeah. So. पहिले त्यहाँ उभिसो न अहिले कहाँ प्लेट गरेर ह्याप्पी बर्थडे गरिदिन्छ आमाले बिचारा मलाई कसैले दिएन भनेर सोचिरहेको छु यो खाने हो त एउटा खाम न आज छिट्दै हामी समोसा किन्ने पसलमा आयौँ अब चाहिँ आज चाहिँ एकदम इन्डियन डिसहरू खानु पऱ्यो नि त होइन त्यहाँ अब यहाँनिर यो टेस्ट गर्दैछु म जाँदैछौँ ट्रेन स्टेसन बाहिर पानी आएर एकदम दुगुर भयो अब हामी ट्रेन चढ्नलाई जाँदैछौँ ट्रेन छुटेको अवस्था अनि अब चाहिँ हाफ एन आवर कुर्नुपर्ने अवस्था लेट्स सी मैले चाहिँ हट चक्लेट पनि ल्याएँ सो एक्सपेन्सिभ हट चक्लेट यो ट्रेन लाइन स्टेसनभित्र चाहिँ अलिकति महँगो पर्दो रहेछ होइन दिस इज लार्ज नर्मल्ली चाहिँ लार्जलाई चाहिँ बाहिर चाहिँ 4 पाउन्डमा पाइरहेको हुन्छ अनि यहाँ चाहिँ 6 पाउन्ड सो एक्स्ट्रा 2 पाउन्ड क्या अनि अब फेरि मेरो आधी घन्टा छ ट्रेन आउनको लागि ट्रेन पनि आइसक्यो अहिले चाहिँ म ट्रेनमा आइसकेँ अब चाहिँ ट्रेन एकछिनमा चल्छ होला सायद फ्राई चेरी कस्तो छ भनेर चेरी चाहिँ मेरो फेभरेट हो एकदम है अब समोसा खाम है समोसा चाहिँ यत्रो ठुलो छ होइन यति बढिया अनि अचार चाहिँ यो चाहिँ 2 टाइपको अचार छ सो लेट्स ट्राई दिस वान हाउ इज इट यम्मी